चलाउन सक्छ, ऊ मोबाइलमा युज टु छ, कम्प्युटरमा युज टु हुन्छ। तर त्यही सन्दर्भमा हामीले कम्प्युटरमा अथवा प्रविधिमा युज टु हुन हामीलाई टाइम लाग्यो, प्रयोग गर्न हामीलाई टाइम लाग्यो। हामी योभन्दा पछाडिको जेनेरेसन अथवा योभन्दा अगाडिको जेनेरेसन हामीभन्दा अभियसली पनि के हुन्छ, क्षमतावान हुन्छ। अहिले जेनजीकै आन्दोलनको कुरा हेर्नुहोस् न, धेरै भयो, उनीहरूले धेरै सहे, करप्सन भयो, धेरै भयो, जेनजी आन्दोलनको परिणाम भयो, हो कि होइन? हो, यस्ता कुराहरू इक्जाम्पलको लागि अभियसली पनि हामीभन्दा पछाडि आउने जेनेरेसन हामीभन्दा क्षमतावान हुन्छ। तर त्यो कुरासँग सम्झौता नगर है, वर्तमान आवश्यकता पुरा गर। भविष्यका पुस्ताहरूले आफ्नो आवश्यकता आफै पुरा गर्न सक्छन्, तर त्यो चाहिँ सम्झौता नगरिकन, त्यो आवश्यकतासँग सम्झौता नगरिकन, त्यो क्षमतासँग सम्झौता नगरिकन वर्तमान रूपमा विकास गर अथवा वर्तमान आवश्यकता पुरा गर भनेर भन्छ दिगो विकासले। र अर्को, दिगो विकासलाई हामी टिकाउ विकास भनेर पनि भन्छौँ। टिकाउ विकास, भरपर्दो विकास, क्षतिनिहित विकास, वातावरण प्रभाव मूल्याङ्कनमा आधारित विकास, भविष्यको विकास, फ्युचर रिलेटेड, वातावरण मैत्री विकास, इन्भाइरोमेन्ट सेन्ट्रिक डेभलपमेन्ट भनेर पनि हामी सस्टेनेबल डेभलपमेन्टलाई चिन्छौँ। यी भनेका चाहिँ दिगो लक्ष्यहरू 17वटा लक्ष्य छन्, सस्टेनेबल डेभलपमेन्ट गोल्स SDGs भनेर भन्छ। त्यो कुरा पनि हामी पढ्छौँ। सुरुमा चाहिँ दिगो विकास र यसको अवधारणाबाट नै अगाडि बढौँ है। दिगो विकास र अवधारणा भनेर लेख्नुहोस्। दिगो विकास र अवधारणा, दिगो विकास र अवधारणा है। दिगो विकास र अवधारणा लेख्नुहोस्। सन् 1970 देखि विश्वमा पृथ्वी दिवस मनाउन थालियो है। विश्वमा पृथ्वी दिवस मनाउन थालियो है। पृथ्वी दिवस मनाउन थालियो। हामी अप्रिल 22लाई पृथ्वी दिवसका रूपमा मनाउँछौँ है। ब्राकेटमा अप्रिल 22 लेखिदिनुहोस्। अप्रिल 22लाई चाहिँ अर्थ डे है। अप्रिल 22लाई चाहिँ हामी प्रत्येक वर्ष अर्थ डे अथवा पृथ्वी दिवस, अर्थ डे अथवा पृथ्वी दिवसका रूपमा अप्रिल 22लाई मनाउँछौँ। र यो मनाउन सुरु गरिएको भनेको सन् 1970 देखि रहेछ। र जब हामीले पृथ्वी दिवस मनाउन थाल्यौँ सन् 1970 देखि, र यहीबाट के भयो त, दिगो विकासको आवश्यकतालाई आत्मसात गरियो। दिगो विकासको आवश्यकतालाई आत्मसात है। दिगो विकासको आवश्यकता आत्मसात गरियो है। दिगो विकासको आवश्यकता आत्मसात गरियो। दिगो विकासको आवश्यकतालाई आत्मसात गरियो। र साथीहरू, अब तपाईलाई दिगो विकासको अवधारणाको दशक रिलेटेड क्वेसन सोध्यो भने 1980 को दशकबाट दिगो विकासको अवधारणा अघि सर्यो है। दिगो विकासको अवधारणा सुरु है। दिगो विकासको अवधारणा सुरु चाहिँ कुन दशकबाट सुरु भएको थियो भनेर सोध्यो भने 1980 को दशकबाट चाहिँ दिगो विकासको अवधारणा सुरु भयो। र 1970 मा चाहिँ हामीले अप्रिल 22लाई पृथ्वी दिवस अथवा अर्थ डे का रूपमा मनाउन थाल्यौँ। र यहीँदेखि दिगो विकासको आवश्यकतालाई आत्मसात गरिएको हो है। अनि त्यस्तै गरेर अब 71 मा, सन् 1971 मा के भयो त, हेलसिन्की सम्मेलन भनेर भन्छ। सन् 1971 मा के भयो भने वातावरण भविष्यसँग सम्बन्धित हेलेन्स्की सम्मेलन सम्पन्न भयो है। हेलेन्स्की सम्मेलन सम्पन्न, हेर्नुस् त, हेलेन्स्की सम्मेलन कुन मितिमा भएको रहेछ त? 1971 मा हेलेन्स्की सम्मेलन भएको रहेछ। यो हेलेन्स्की सम्मेलन चाहिँ कुन देशमा आयोजना भएको थियो त? फिनल्यान्डको हेलेन्स्कीमा है। फिनल्यान्डको हेलेन्स्कीमा भएको कारणले गर्दा हामी यसलाई वातावरणीय भविष्यसँग सम्बन्धित सम्मेलन हेलेन्स्की सम्मेलन भनेर भन्छौँ। हेलेन्स्की सम्मेलन 1971 मा सम्पन्न भएको थियो भनेर तपाईहरुले बुझ्नु पर्यो। ल, यसलाई चाहिँ कपी गर्नुस् है। हेलेन्स्की सम्मेलनको कुरा भयो।
दशक भनेको चाहिँ दशकको परिभाषा भनिदिनु न भन्नुभएको छ। दशक भनेको 10 वर्षको अवधिलाई दशक भन्छ कि। अहिले 2025 चलिरहेको छ, 2020 इयर्स हो है, 2020 को दशक चलिरहेको छ नि। 30 भन्दा पछाडि 2030 इयर्स भन्छ, त्यो भनेको 10 वर्षको अवधिलाई चाहिँ दशक भन्छ है। ल अब यसै गरेर चाहिँ सन् 1972 भनेर लेख्नुहोस् त। सन् 1972, सन् 1972 मा के भयो? स्टकहोम सम्मेलन सम्पन्न भयो। स्टकहोम सम्मेलन सम्पन्न है, स्टकहोम सम्मेलन सम्पन्न भयो। यो सम्मेलन किन पनि महत्त्वपूर्ण छ भने साथीहरू, वातावरण मुद्दासँग सम्बन्धित अथवा वातावरण विषयको विश्वको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कुन हो अथवा त्यो सम्मेलनको नाम के हो भनेर सोध्यो भने स्टकहोम सम्मेलन भनेर भन्छौँ। यो चाहिँ स्विडेनको स्टकहोममा भएको कारणले गर्दा यसलाई हामी स्टकहोम सम्मेलन भन्छौँ। यो चाहिँ के हो त है? स्टकहोम सम्मेलन के हो, किन महत्त्वपूर्ण छ, एउटा यो बुझ्न पर्यो। स्टकहोम सम्मेलन कहिले भएको थियो त, एउटा यो कुरा बुझ्नु पर्यो। अर्को, स्टकहोम सम्मेलन कहाँ भएको थियो त, त्यो कुरा पनि तपाईहरुले बुझ्न पर्यो। हेर्नुस् त, स्टकहोम सम्मेलन भनेको के हो? वातावरण मुद्दासँग सम्बन्धित विश्वको पहिलो सम्मेलन। वातावरण मुद्दासँग सम्बन्धित विश्वको पहिलो सम्मेलनको नाम, विश्वको पहिलो सम्मेलन है, विश्वको पहिलो सम्मेलन कुन हो भनेर तपाईहरुलाई सोध्यो भने वातावरण मुद्दासँग सम्बन्धित विश्वको पहिलो सम्मेलन भनेको स्टकहोम सम्मेलन हो। कहिले भएको थियो त? 1972 जुन 5 देखि लगेर जुन 16 सम्म सम्पन्न भएको थियो है। स्टकहोम सम्मेलन 1972, सन् 1972 जुन 5 देखि लगेर जुन 16 सम्म सम्पन्न भयो। कहाँ भयो? स्विडेनको स्टकहोममा सम्पन्न भएको रहेछ। स्विडेनको स्टकहोममा। अब तपाईलाई सोध्छ साथीहरू, वातावरणीय मुद्दासँग सम्बन्धित विश्वको पहिलो सम्मेलन कुन देशमा आयोजना भएको थियो भनेर सोध्यो भने के भन्ने? स्विडेनको स्टकहोममा भएको कारणले गर्दा हामी यसलाई स्टकहोम सम्मेलन भन्छौँ। र यो किन पनि महत्त्वपूर्ण रहेछ भने वातावरण मुद्दासँग सम्बन्धित अथवा वातावरण विषयसँग सम्बन्धित, वातावरण विषय बोकेको पहिलो सम्मेलन रहेछ। यो कुरा तपाईहरुले बुझ्न पर्यो है। र स्विडेनमा चाहिँ सम्पन्न भएको रहेछ। हामी यही दिनको सम्झनामा जुन 5 लाई के पनि भन्छौँ त? इन्टरनेसनल इन्भाइरोमेन्ट डे भनेर पनि भन्छौँ। इन्टरनेसनल इन्भाइरोमेन्ट डे, इन्टरनेसनल इन्भाइरोमेन्ट डे भनेर हामी जुन 5 लाई बुझ्छौँ। किन जुन 5 लाई इन्टरनेसनल इन्भाइरोमेन्ट डे भनिदो रहेछ त? पहिलो वातावरण मुद्दासँग सम्बन्धित पहिलो सम्मेलनको सम्झनामा, जुन चाहिँ 1972 जुन 5 देखि जुन 16 सम्म भयो, यही दिनको सम्झनालाई हामी इन्टरनेसनल इन्भाइरोमेन्ट डे अथवा विश्व वातावरण दिवसका रूपमा मनाउँछौँ। र अर्को साथीहरू, यो अर्को किन पनि महत्त्वपूर्ण छ? 1972 जुन 5 भने यही मितिमा 1972 जुन 5 मा UNEP को स्थापना भएको थियो है। UNEP को स्थापना, UNEP को स्थापना है। UNEP को स्थापना कहिले भयो भनेर तपाईहरुलाई सोध्यो भने UNEP को स्थापना 1972 जुन 5 मा भयो, जसलाई हामी युनाइटेड नेसन इन्भाइरोमेन्ट प्रोग्राम भन्छौँ अथवा चाहिँ संयुक्त राष्ट्रसङ्घीय युनाइटेड नेसन संयुक्त राष्ट्रसङ्घीय इन्भाइरोमेन्ट प्रोग्राम, संयुक्त राष्ट्रसङ्घीय वातावरणीय कार्यक्रम भनेर चाहिँ हामी चिन्छौँ। अथवा यसलाई चाहिँ इङ्ग्लिसबाट लेख्नुहुन्छ भने युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम भन्छ है। ल, युनाइटेड नेसन इन्भाइरोमेन्ट प्रोग्राम अथवा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम, UNEP को स्थापना कहिले भयो? यही जुन दिन चाहिँ स्टकहोम सम्मेलन सुरुवात भएको थियो 1972 जुन 5 मा, यही दिनमा UNEP को पनि स्थापना भयो। र अब यो UNEP को प्रधान कार्यालय चाहिँ कहाँ छ भनेर सोध्छ। UNEP को प्रधान कार्यालय कुन स्थानमा छ भनेर तपाईहरुलाई सोध्यो भने UNEP को प्रधान कार्यालय भनेको नैरोबीमा रहेको छ है। नैरोबी, त्यो नैरोबी भनेको केन्याको नैरोबीमा UNEP, युनाइटेड नेसन इन्भाइरोमेन्ट प्रोग्राम, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको प्रधान कार्यालय, सेन्ट्रल अफिस नैरोबी केन्यामा रहेको छ। ल, यसलाई चाहिँ यसरी तपाईहरुले कपी गर्नु पर्यो। स्टकहोम सम्मेलनको सन्दर्भमा यी कुराहरू तपाईहरुले बुझ्न पर्छ है। ल, यसलाई कपी गर्नुस्। ल, छिटो सार्नुहोस् है। इसारा चाहिँ होइन ल,
पृथ्वी अर्थ सम्मेलन त फरक हो नि साथीहरू। त्यहाँ अर्थ सम्मेलन साथीहरू यो सानो कुरा पनि चाहिँ क्लियर हुनु न। अर्थ सम्मेलन र अर्थ डे फरक होइन। तपाईँलाई त्यहाँ पृथ्वी दिवस भनेको छ नि, पृथ्वी सम्मेलन भनेको छ र दिवस र सम्मेलन फरक भएन। पृथ्वी दिवस चाहिँ 1970 देखि चाहिँ मनाउन सुरु गरे हो, तर पृथ्वी सम्मेलन भनेको फरक हो, आउँदैछ त्यो नातिनुहोस्। पृथ्वी सम्मेलन फरक कुरा हो। मैले त अघि सर 1992 देखि होइन भन्नुभयो, म त के भन्दै हुनुहुन्छ भनेर सोधेको। 1990 त्यो सम्मेलनको कुरा हो, त्यो फरक हो, त्यो आउँदैछ, नातिनुहोस् है, त्यो नातिनुहोस्, त्यो आत्तिने कुरा छैन। अब हेर्नुहोस् है त, ल अब अर्को कुरा 1983 सन् 1983मा चाहिँ के भयो त, सन् 1983मा ग्रो हार्लेम ब्रुटल्यान्डको अध्यक्षतामा नर्वेकी प्रधानमन्त्री ग्रो हार्लेम ब्रुटल्यान्डको अध्यक्षतामा युएनको 38औं महासभामा ब्रुटल्यान्ड कमिसन अथवा ब्रुटल्यान्ड आयोगको गठन भयो। लेख्नुहोस् त, सन् 1983मा चाहिँ के भएको छ भने नर्वेकी तत्कालीन प्रधानमन्त्री ग्रो हार्लेम ब्रुटल्यान्ड है, ग्रो हार्लेम ब्रुटल्यान्डको अध्यक्षतामा यिनकै नामबाट ब्रुटल्यान्ड आयोग चाहिँ गठन भयो। किन महत्त्वपूर्ण सेक्सनमा बुझिहाल्नुहुन्छ। ब्रुटल्यान्ड आयोग गठन, ब्रुटल्यान्ड कमिसन है, ब्रुटल्यान्ड कमिसन के भयो त गठन भयो। अब यो कतिौं महासभा बैठक हो भनेर सोध्न सक्छ तपाईहरुलाई है साथीहरु। ब्रुटल्यान्ड कमिसन कतिौं महासभा बैठक, युनाइटेड नेसन अर्गनाइजेसनको व्यवस्थापकीय अंग महासभाको कतिौं महासभा बैठकबाट भनेर सोध्न सक्छ। युएनको 38औं महासभा बैठक हो है, युएनको 38औं महासभा बैठक हेर्नुस् है। अब योबाट तपाईलाई के क्वेशन सोध्छ त, एउटा के भन्छ, ब्रुटल्यान्ड आयोगको गठन कहिले भयो भनेर सोध्छ। ब्रुटल्यान्ड आयोगको गठन 1983 मा भएको रहेछ। युएनको कतिौं महासभा बैठकमा ब्रुटल्यान्ड कमिसन, ब्रुटल्यान्ड आयोगको गठन भयो, 38औं महासभा बैठकमा रहेछ। कसको अध्यक्षतामा भनेर सोध्यो भने ग्रो हार्लेम ब्रुटल्यान्डको अध्यक्षतामा रहेछ। हु इज ग्रो हार्लेम ब्रुटल्यान्ड, नर्वेकी तत्कालीन प्रधानमन्त्री ग्रो हार्लेम ब्रुटल्यान्ड है, यिनको अध्यक्षतामा चाहिँ गठन भयो। किन महत्त्वपूर्ण छ साथीहरु, किन महत्त्वपूर्ण छ भने 1987 मा चाहिँ प्रख्यात प्रतिवेदन ब्रुटल्यान्ड प्रतिवेदन सार्वजनिक गरियो र त्यही ब्रुटल्यान्ड प्रतिवेदन भनेको चाहिँ यही ब्रुटल्यान्ड आयोगले सार्वजनिक गरेको थियो र त्यो प्रख्यात प्रतिवेदनको नाम हो आवर कमन फ्युचर अथवा हाम्रो साझा भविष्य भनेर भन्छ। त्यो किन महत्त्वपूर्ण छ भने त्यही हाम्रो साझा भविष्य आवर कमन फ्युचर नामक प्रख्यात प्रतिवेदनले दिगो विकासलाई परिभाषा गरेको हो। दिगो विकास शब्द सर्वप्रथम अथवा दिगो विकासलाई परिभाषा गर्ने को अथवा दिगो विकासको जननी प्रतिवेदन को, यही हो। ल हेर्नुस्, अब 1983 मा ब्रुटल्यान्ड कमिसनको गठन भयो र 1987 मा हेर्नुस् त, सन् 1987 मा ब्रुटल्यान्ड प्रतिवेदन है, ब्रुटल्यान्ड प्रतिवेदन सार्वजनिक भयो। ब्रुटल्यान्ड प्रतिवेदन सार्वजनिक। र यो ब्रुटल्यान्ड प्रतिवेदन कसले सार्वजनिक गर्यो त साथीहरु, ब्रुटल्यान्ड प्रतिवेदन सार्वजनिक गर्ने यही ब्रुटल्यान्ड कमिसनले ब्रुटल्यान्ड प्रतिवेदन सार्वजनिक गर्यो र यो प्रख्यात प्रतिवेदनको नाम चाहिँ के दियो त, यो प्रख्यात प्रतिवेदनको नाम चाहिँ हाम्रो साझा भविष्य है, हाम्रो साझा भविष्य भनेर दियो। हाम्रो साझा भविष्य, र हाम्रो साझा भविष्य भनेको के त, यसलाई इंग्लिशमा आवर कमन फ्युचर भनेर भन्छ है, आवर कमन फ्युचर अथवा हाम्रो साझा भविष्य। यो किन पनि महत्त्वपूर्ण रहेछ, यही प्रख्यात प्रतिवेदनले 1987 मा सार्वजनिक भएको ब्रुटल्यान्ड प्रतिवेदन हाम्रो साझा भविष्य आवर कमन फ्युचर प्रतिवेदनले पहिलो पटक दिगो विकासलाई परिभाषा गर्यो। पहिलो पटक दिगो विकासलाई परिभाषा है, पहिलो पटक दिगो विकासलाई परिभाषा कुन प्रतिवेदन मार्फत गरियो भनेर सोध्यो भने हाम्रो साझा भविष्य प्रख्यात प्रतिवेदन मार्फत। र हामी यही प्रतिवेदनलाई अर्को के पनि भन्छौँ त, दिगो विकासको जननी प्रतिवेदन भनेर पनि भन्छौँ है। दिगो विकासको जननी प्रतिवेदनका रूपमा कुन प्रतिवेदनलाई चिनिन्छ भनेर सोध्यो भने यही प्रतिवेदन हाम्रो साझा भविष्यले पहिलो पटक दिगो विकासलाई परिभाषा गर्यो। त्यही कारणले गर्दा दिगो विकासको जननी प्रतिवेदन भनेर हामी ब्रुटल्यान्ड प्रतिवेदनलाई चिन्छौँ। कसरी, अब के भनेर गर्यो त, परिभाषा त गर्यो। के भनेर परिभाषा गरेको छ, के भनेर परिभाषा गर्यो त, भविष्यका पुस्ताहरूले आफ्नो आवश्यकता आफै पूरा गर्न सक्ने
क्षमतासँग सम्झौता नगरी वर्तमान आवश्यकता पूरा गर, वर्तमान आवश्यकता पूरा गर्नु है, वर्तमान आवश्यकता पूरा गर्नु अथवा वर्तमान विकास गर्नु है। वर्तमान विकास गर्नु भनेको चाहिँ के हो त? दिगो विकास हो। यसलाई चाहिँ दिगो विकास भनेर, यो भनेकै दिगो विकास भनेर चाहिँ यसरी परिभाषा गरियो। हेर्नुस् त साथीहरु, दिगो विकास भनेको पुस्ताहरूले आफ्नो आवश्यकता आफै पूरा गर्न सक्ने क्षमतासँग सम्झौता नगरिकन वर्तमान आवश्यकता पूरा गर अथवा वर्तमान रूपमा विकास गर, त्यसलाई चाहिँ दिगो विकास भनेर पहिलो पटक कुन प्रतिवेदनले भनेको रहेछ? ब्रुटल्यान्ड प्रतिवेदनले। कसले सार्वजनिक गरेको रहेछ? ब्रुटल्यान्ड आयोगले सार्वजनिक गरेको रहेछ। र यही ब्रुटल्यान्ड प्रतिवेदनलाई चाहिँ के नाम दिएको छ त? हाम्रो साझा भविष्य अथवा आवर कमन फ्युचर भन्ने नाम दिएको छ है। ल, यसलाई चाहिँ यसरी कपी गर्नुस्। हेर्नुस् त, दिगो विकास भनेको यसरी चाहिँ बुझ्न पर्यो। ल, यहाँ त एकदम क्लियर छ त साथीहरु। क्लियर नहुने भएको साथीहरुको त नेटवर्किङ समस्या नै होला है। यहाँ त एकदम क्लियर छ। अहिले यहाँ लाइभ पनि भइरहेछ, यहाँ त क्लियर छ त। यो क्लियर छैन भन्ने साथीहरुको चाहिँ यो नेटवर्किङ समस्या होला। ल, तपाईहरुको नेटवर्किङ विक हो है, किनकि फेरि यहाँ सर क्लियर छैन भन्नुहुन्छ, तपाईको कमेन्ट चाहिँ मलाई यो स्किप गर्न मनै लाग्दैन क्या। ल हेर्नुस्, अब यसपछि यो भनेको दिगो विकास रहेछ भन्ने कुरा तपाईहरुले बुझ्न पर्यो। तर हेर्नुस् है, तर अब तपाईलाई दिगो विकास शब्द सर्वप्रथम प्रयोग चाहिँ कहिले भएको थियो अथवा चाहिँ कसले गरेको थियो भन्ने कुरा चाहिँ परिभाषा भनेको ब्रुटल्यान्ड प्रतिवेदनले गरेको रहेछ। तर दिगो विकास शब्दको सर्वप्रथम प्रयोग चाहिँ कसले गर्यो भनेर सोध्यो भने चाहिँ बारबारा वार्ड है। दिगो विकास शब्दको लेख्नुस् त, दिगो विकास शब्दको सर्वप्रथम प्रयोग, दिगो विकास शब्दको सर्वप्रथम प्रयोग है। सर्वप्रथम प्रयोग चाहिँ कसले गर्यो? बारबारा वार्डले है। बारबारा वार्डले। परिभाषा चाहिँ कसले गरेको रहेछ? परिभाषा चाहिँ ब्रुटल्यान्ड प्रतिवेदनले गरेको रहेछ। तर बारबारा वार्डले चाहिँ सर्वप्रथम प्रयोग र ब्राकेटमा लेखिदिनुस् बेलायत। बारबारा वार्ड कहाँको हो त? बेलायतको हुन्। र उनले चाहिँ के बुक मार्फत? लेडी ज्याक्सन, यिनकै हो है। बारबारा वार्डको लेडी ज्याक्सन बुक मार्फत चाहिँ बारबारा वार्डले दिगो विकास शब्दको पहिलो पटक प्रयोग भएको थियो बारबारा वार्डद्वारा। यो कुरा तपाईहरुले यसरी बुझ्नु पर्यो। योमा चाहिँ झुक्किनु भएन है। योमा चाहिँ धेरैजना साथीहरु झुक्किनुहुन्छ। त्यही हो। अब यसको कन्सेप्ट भनेको, दिगो विकासको कन्सेप्ट चाहिँ यही हो साथीहरु। हामी दिगो विकास भनेको चाहिँ के भनेर भन्यौं त? भविष्यका पुस्ताहरूले आफ्नो आवश्यकता आफै पूरा गर्न सक्ने क्षमतासँग सम्झौता नगरिकन वर्तमान रूपमा विकास गर भन्ने कुरा हामीले भन्यौं। त्यही कुरालाई हामी चाहिँ दिगो विकास भनेर भन्छौं भन्ने कुरा चाहिँ तपाईले बुझ्नु पर्यो। ल, अब यसै गरेर सन् 1992 को कुरा गरौँ है त। ल, सन् 1992 मा चाहिँ पृथ्वी सम्मेलन सम्पन्न भयो। पृथ्वी सम्मेलन सम्पन्न है। पृथ्वी सम्मेलन सम्पन्न चाहिँ 1992 मा भयो। अब यो चाहिँ कहाँ भएको थियो, कहिले भएको थियो है? कहाँ भएको थियो, कहिले भएको थियो? यसको चाहिँ नारा के थियो भनेर पनि सोधेको छ है। यसको नारा, यसको उपनाम, पृथ्वी सम्मेलनलाई अर्को के उपनामले चिनिन्छ भनेर पनि सोधेको छ, उपनाम। अनि त्यसपछि पृथ्वी सम्मेलनले पारित गरेका 4वटा विषयहरू भनेर पनि सोध्यो। पारित गरेका 4वटा विषय है। पारित गरेका 4वटा विषय। सुरुमा यो कुरा तपाईले बुझ्न पर्यो। हेर्नुस् है, मैले के भने तपाईहरुलाई पृथ्वी सम्मेलन भनेको 1992 मा भएको रहेछ है। 1992 मा भएको रहेछ पृथ्वी सम्मेलन। र यो कहाँ भयो, कहिले भयो लगायतका यसको नारा के थियो, यसको उपनाम के थियो र यसले पारित गरेका 4वटा विषयहरू, पृथ्वी सम्मेलनले पारित गरेका 4वटा विषय भनेर भन्छ, त्यो चाहिँ के हुन् भन्ने कुरा बुझ्नु पर्यो। पृथ्वी सम्मेलन कहाँ भएको थियो, कुन ठाउँमा भएको थियो भनेर सोध्यो भने ब्राजिलको रियो डी जेनेरियोमा है। ब्राजिलको रियो डी जेनेरियोमा चाहिँ पृथ्वी सम्मेलन भयो, रियो डी जेनेरियो। कहिले भयो भनेर सोध्यो भने 1992 जुन 3 देखि लगेर जुन 14 सम्म है। जुन 3 देखि लगेर जुन 14 सम्म सम्पन्न भएको थियो। यसको नारा भनेको वाल निवान अर्थ, एकमात्र पृथ्वीको रक्षा गरौँ। एकमात्र पृथ्वीको है, एकमात्र पृथ्वी वाल निवान अर्थ, पृथ्वीको रक्षा गरौँ। पृथ्वीको रक्षा
गरौँ भन्ने थियो है, ओन्ली वान अर्थ। तपाईँलाई कतै कतै ओन्ली वान अर्थ भनेर पनि दिएको छ, पुरा भनेको चाहिँ ओन्ली वान अर्थ, एक मात्र पृथ्वीको रक्षा गरौँ। उपनाम, यसलाई चाहिँ नासुलाई 80 मा सोध्यो। वातावरण मुद्दासँग सम्बन्धित दोस्रो सम्मेलन पहिलो स्विडेनमा भएको रहेछ, दोस्रो सम्मेलन यही हो ब्राजिलमा भएको है। वातावरणसँग सम्बन्धित दोस्रो सम्मेलन यो नासुलाई सोधिसकेको छ। वातावरण सम्बन्धी दोस्रो सम्मेलन, वातावरण सम्बन्धी दोस्रो सम्मेलन हो यो है, वातावरणसँग सम्बन्धित दोस्रो सम्मेलन। र अर्को हामी यो सम्मेलनलाई चाहिँ रियो सम्मेलन भनेर पनि भन्छौँ। पृथ्वी सम्मेलनलाई चाहिँ रियो सम्मेलन अथवा रियो सम्मेलन भनेर कुन सम्मेलनलाई चिनिन्छ भनेर सोध्यो भने रियो सम्मेलन भनेर पृथ्वी सम्मेलनलाई चिनिन्छ। किन हामी पृथ्वी सम्मेलनलाई रियो सम्मेलन भन्छौँ भने पृथ्वी सम्मेलन ब्राजिलको रियो डी जेनेरियोमा भएको कारणले गर्दा यसलाई चाहिँ रियो सम्मेलन भनेर पनि भनिन्छ। ल, रियो समिट, रियो सम्मेलन है, रियो समिट अथवा रियो सम्मेलन भनेर हामी पृथ्वी सम्मेलनलाई चिन्छौँ। र पृथ्वी सम्मेलनले पारित गरेका 4वटा विषयहरू भनेको चाहिँ मौसम परिवर्तन अथवा जलवायु परिवर्तन भन्छ यसलाई चाहिँ, मौसम परिवर्तन है, क्लाइमेट चेन्ज, यसलाई मौसम परिवर्तन अथवा जलवायु परिवर्तन भनेर लेख्नुहोस्, जलवायु परिवर्तन अथवा मौसम परिवर्तन 1। अनि त्यसपछि 2 मा वन संरक्षण, वन संरक्षण व्यवस्थापन, वन संरक्षण व्यवस्थापन है, वन संरक्षण व्यवस्थापन भनेको पनि वन संरक्षण व्यवस्थापन। अर्को एजेन्डा 21, एजेन्डा 21 पनि यहीसँग सम्बन्धित छ। 3 एजेन्डा 21, एजेन्डा 21 र अर्को 4 बायोडाइभर्सिटी, जैविक विविधता है, बायोडाइभर्सिटी अथवा नेपालीमा जैविक विविधता भनेर भन्छ। ल हेर्नुहोस् त, यो 4वटा विषय भनेको पृथ्वी सम्मेलनले पारित गरेका 4वटा विषयहरूमा देखाएको कुन पर्दैन भनेर पनि तपाईँलाई सोधिन सक्छ। वन संरक्षण व्यवस्थापन, अनि त्यस्तै गरेर एजेन्डा 21 जलवायु परिवर्तन अथवा यसलाई मौसम परिवर्तन क्लाइमेट चेन्जको कुरा भयो, अर्को जैविक विविधता बायोडाइभर्सिटी, यी 4वटा विषय भनेको पृथ्वी सम्मेलनले पारित गरेका 4वटा विषयहरू हुन् भन्ने कुरा तपाईँहरूले बुझ्नु पर्यो है। ठिक छ। ल, अब पृथ्वी सम्मेलनमा चाहिँ कतिवटा मुलुकहरू सहभागी थिए त? 178 राष्ट्रका 3500 प्रतिनिधि भनेको छ। र नेपालको तर्फबाट को सहभागी थिए पृथ्वी सम्मेलनमा? गिरिजा प्रसाद कोइराला सहभागी थिए। अब यो चाहिँ पृथ्वी सम्मेलनमा हेर्नुहोस् त, यो पृथ्वी सम्मेलनमा सहभागी मुलुक, पृथ्वी सम्मेलनमा सहभागी मुलुक चाहिँ कतिवटा त? पृथ्वी सम्मेलनमा सहभागी मुलुक भनेको चाहिँ 178 राष्ट्रका 3500 प्रतिनिधि भनेको छ। 178 मुलुकका 3500 प्रतिनिधि है, 3500 प्रतिनिधि सहभागी थिए, प्रतिनिधि। अनि त्यस्तै गरेर नेपालको तर्फबाट को सहभागी थिए त पृथ्वी सम्मेलनमा भनेर सोध्यो भने गिरिजा प्रसाद कोइराला है, नेपालको तर्फबाट सहभागी, नेपालको तर्फबाट सहभागी को थिए भनेर सोध्यो भने गिरिजा प्रसाद कोइराला थिए है त। गिरिजा प्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला भनेको नेपालको तर्फबाट पृथ्वी सम्मेलनमा सहभागी थिए भनेर। ल, यसलाई चाहिँ यसरी कपी गर्नुहोस्। ल, अस्ति अब प्री टेस्टको इक्जामलाई कमलेशी 178 है, 178 नोट चाहिँ म भोलि पठाइदिन्छु। ल, यो एडमिसन गरेका साथीहरूलाई चाहिँ नोट भोलि आउँछ है, यो एडमिसन गरेका साथीहरूलाई नोट भोलि आउँछ है त। ल, 178, एकजनाले चाहिँ 179 होइन र भन्नुभएको छ, त्यही कारणले गर्दा 178 नै हो, अथवा 178 भनेको 178 भएन त। ल हेर्नुहोस्, अब एजेन्डा 21 भनेको के हो त? यो एजेन्डा 21 बाट अस्ति भर्खरै प्री टेस्टलाई सोध्यो, एजेन्डा 21 केसँग सम्बन्धित छ भनेर सोधेको थियो र सेक्सन अफिसरलाई पनि एकदमै फेभरेट हो यो एजेन्डा 21 बाट। हेर्नुहोस्, सुरुमा एजेन्डा 21 भनेको के रहेछ? 1992 मा पृथ्वी सम्मेलनले पारित गरेका 4वटा विषयमा एउटा एजेन्डा 21 रहेछ। व्हाट इज मिन बाइ एजेन्डा 21? त्यो कुरा सबैभन्दा सुरुमा बुझौँ है। ल, यहाँ एजेन्डा 21 भनेर लेख्नुहोस्। एजेन्डा 21 भनेको के हो त? अस्ति भर्खरै प्री टेस्ट 2082 सङ्गठित संस्थाको प्री टेस्टलाई भदौ 15 गते भएको इक्जाममा सोधेको थियो। सुरुमा बुझ्नुहोस् के हो एजेन्डा 21 भनेको। एजेन्डा 21 भनेको 1992 मा पृथ्वी सम्मेलनले पारित गरेका 4वटा विषयमध्ये एउटा विषय एजेन्डा 21 रहेछ भन्ने कुरा बुझिसक्नुभयो। अझ त्यसलाई चाहिँ थप विस्तारमा त्यसलाई हेर्ने हो भने, थप विस्तार तरिकाले हेर्ने हो भने 21औं शताब्दीमा वातावरण संरक्षणका लागि विभिन्न राष्ट्रहरूले के कामहरू गर्नुपर्ने त, त्यो कार्यहरूको, त्यो कामहरूको प्रारूप उल्लेख गरेको एउटा महत्त्वपूर्ण दस्तावेज हो एजेन्डा 21। र एजेन्डा 21 केसँग सम्बन्धित छ भनेर अब तपाईँलाई सोध्छ। एजेन्डा 21 भनेको वातावरण र विकाससँग सम्बन्धित छ। र एजेन्डा 21 मा कतिवटा बुँदाहरू रहेका छन् भनेर सोध्यो भने 40 वटा बुँदा रहेका छन्। एजेन्डा 21 मा आधारित नेपालको प्रोग्राम कार्यक्रम कुन हो भनेर तपाईँलाई सोध्छ। क्यापासिटी 3 प्रोग्राम नेपालमा आधारित एजेन्डा 21 सँग सम्बन्धित दिगो विकासको कार्यक्रम हो। एजेन्डा 21 मा हस्ताक्षर गर्ने पहिलो मुलुक कुन हो भनेर सोध्यो भने चाइना, चीन हो। यही हो। सेक्सन अफिसरलाई पनि धेरैचोटि सोधेको छ, अस्ति भर्खरै प्री टेस्टलाई सोध्यो र शिक्षक सेवालाई पनि सोध्न सक्छ है। आधारभूत तह, माध्यमिक तह दुईटै साथीहरूलाई अब यो एजेन्डा 21 को बारेमा सोध्न सक्छ। लेख्नुहोस् त, एजेन्डा 21 मा 21औं शताब्दीमा विश्वका
विश्वका विभिन्न मुलुकले है विश्वका विभिन्न मुलुकले गर्नुपर्ने कार्यहरू विश्वका विभिन्न मुलुकले गर्नुपर्ने कार्य अथवा काम को प्रारूप दस्तावेजमा आधारित कामको प्रारूप दस्तावेज हो भनेर लेखौँ दस्तावेज हो है दस्तावेज हो। अनि त्यसै गरेर चाहिँ अर्को एउटा बुलेटमा लेख्नुहोस् एजेन्डा 21 मा 40 वटा बुँदा छन् है 40 वटा बुँदा छन् एजेन्डा 21 मा 40 वटा बुँदा छन्। एजेन्डा 21 मा एजेन्डा 21 मा हस्ताक्षर गर्ने पहिलो मुलुक चीन हो है हस्ताक्षर गर्ने पहिलो मुलुक चाहिँ कुन हो भनेर सोध्यो भने चीन चाइना है हस्ताक्षर गर्ने पहिलो मुलुक चाइना चीन। एजेन्डा 21 विकास र वातावरण एजेन्डा 21 वातावरण र विकाससँग सम्बन्धित छ वातावरण र विकास वातावरणीय विकास भन्छ वातावरण र विकाससँग सम्बन्धित छ है वातावरण र विकाससँग सम्बन्धित छ। एजेन्डा 21 1992 मा पृथ्वी सम्मेलनको सन्दर्भमा है 1992 मा पृथ्वी सम्मेलनबाट पारित भएको दस्तावेज हो है। एजेन्डा 21 1992 मा पृथ्वी सम्मेलनबाट पारित भएको दस्तावेज हो। एजेन्डा 21 मा आधारित नेपालको कार्यक्रम एजेन्डा 21 मा आधारित नेपालमा सञ्चालित भएको कार्यक्रम एजेन्डा 21 मा आधारित नेपालमा सञ्चालित रहेको कार्यक्रम भनेको चाहिँ क्यापासिटी 3 प्रोग्राम है क्यापासिटी 3 प्रोग्राम। ल हेर्नुहोस् त क्यापासिटी एजेन्डा 21 मा आधारित नेपालमा सञ्चालित रहेको कार्यक्रमको नाम भनेको क्यापासिटी 3 प्रोग्राम र यो क्यापासिटी 3 प्रोग्राम चाहिँ कुन मुलुकमा अथवा चाहिँ कुन जिल्लामा सञ्चालन भएको थियो अथवा कुन जिल्लामा चाहिँ लागू भएको थियो भनेर सोध्न सक्छ। पहिलोपटक दाङ सुर्खेत र कैलाली है दाङ सुर्खेत कैलालीमा लागू दाङ सुर्खेत र कैलालीमा लागू है क्यापासिटी 3 प्रोग्राम कुन 3वटा जिल्लामा चाहिँ लागू भएको थियो दाङ सुर्खेत र कैलाली र एजेन्डा 21 मा आधारित नेपालको कार्यक्रम भनेको चाहिँ यही क्यापासिटी 3 प्रोग्राम हो। ल यो क्वेसन आयोगले सोधिसकेको छ सोध्न सक्छ। एजेन्डा 21 वातावरणसँग सम्बन्धित महत्त्वपूर्ण दस्तावेज जहाँ चाहिँ 21औं शताब्दीमा विभिन्न मुलुकहरूले के कार्यहरू गर्ने त भन्ने कुराको एउटा चाहिँ प्रारूप दस्तावेजलाई चाहिँ हामी के भन्छौँ एजेन्डा 21 भनेर भन्दो रहेछौँ। यसरी कन्सेप्चुअल क्लियर हुने ल अब साथीहरू धेरैजना साथीहरू चाहिँ रियो सम्मेलन भन्ने बुझ्नुभयो है। रियो सम्मेलन भनेको कहिले भएको रहेछ र कहाँ भएको रहेछ मात्रै मलाई भन्नुहोस् त साथीहरू। रियो सम्मेलन भनेको पृथ्वी सम्मेलन हो है। रियो सम्मेलन कहाँ र कहिले मलाई दुईटा मात्रै एन्सर दिनुहोस्। अब रियो सम्मेलन भनेको कहाँ र कहिले सबैले कमेन्ट गर्नुहोस् त। रियो सम्मेलन भनेको कहाँ र कहिले भएको रहेछ ब्राजिलको रियो डी जेनेरियोमा है। नेपालमा योजनाबद्ध कार्यक्रमको सुरुवात भनेको 2013बाट ल कविताजी योजनाबद्ध भनेको चाहिँ नेपालमा योजनाको सुरुवात भने हो के टङ्क प्रसाद आचार्यको पालादेखि 2013बाट पहिलो पञ्चवर्षीय योजना भनेर पढ्नु भएन। ल हेर्नुहोस् रियो सम्मेलन भनेको चाहिँ ब्राजिलको रियो डी जेनेरियोमा सम्पन्न भएको रहेछ। कहिले भएको रहेछ 1992 मा सम्पन्न भएको रहेछ। अब यहाँ धेरैजना साथीहरूलाई चाहिँ रियो +5 रियो +10 हेर्नुहोस् है रियो +15 अनि रियो +20 भनिदिन्छ क्या तपाईँहरूलाई। रियो +5 रियो +10 रियो +15 र रियो +20 भनिदिन्छ। केही पनि गाह्रो छैन यो। यदि तपाईँलाई यसरी रियो +5 रियो +10 रियो +15 र रियो +20 सम्मेलन कहिले र कहाँ भयो कहिले त भोग्नु पर्यो कहाँ भयो भन्ने सन्दर्भमा भयो भने केही पनि छैन। 1992 मा रियो सम्मेलन भयो जसलाई हामी पृथ्वी सम्मेलन भन्दो रहेछौँ। यो पृथ्वी सम्मेलन भएको 5 वर्षको सम्झनामा रियो +5 10 वर्षको सम्झनामा रियो +10 15 वर्षको सम्झनामा रियो +15 अनि 20 वर्षको सम्झनामा रियो +20 सम्मेलन भयो। अरू केही पनि छैन। अब हेर्नुहोस् त कति सजिलो 1992 + 5 गरिदिनुहोस् 1992
1997 हेर्नुहोस् त। अब रियो सम्मेलन चाहिँ 1992 भयो। रियो प्लस 5 सम्मेलन कहिले भयो भनेर सोध्यो भने 5 जोड दिने त हो, जोड घटाउको कुरा त हो नि। 1992 प्लस 10 रियो प्लस 10 सम्मेलन कहिले भयो भनेर सोध्यो भने 10 जोड दिने त हो, 2002 मा भयो। रियो 1992 प्लस 15 जोड दिनुहोस्, 2007 मा भयो भन्ने त हो नि। रियो प्लस 20 सम्मेलन भनेको रियो प्लस 1992 मा रियो सम्मेलन भयो, यसको 20 वर्ष पुगेको सम्झनामा रियो प्लस 20 सम्मेलन भयो। 1992 प्लस 20 गरिदिने त हो नि 2012। केही पनि गाह्रो छ त? केही पनि छैन। अब कहाँ भयो? रियो प्लस 5 सम्मेलन जापानको कोयोटोमा भएको थियो है, जापानको कोयोटो है, जापानको कोयोटोमा भएको थियो। अब फेरि तपाईँले चाहिँ अब यति मजाले पढिसकेपछि रियो प्लस 5 सम्मेलन कहाँ भयो भनेर भन्यो भने ब्राजिल भन्ने होइन, फेरि रियो प्लस 5 सम्मेलन जापानको कोयोटोमा भएको थियो। रियो प्लस 10 सम्मेलन दक्षिण अफ्रिकाको जोहानबर्गमा भयो। दक्षिण अफ्रिकाको जोहानबर्ग है, दक्षिण अफ्रिकाको जोहानबर्गमा भयो, जोहानबर्ग। अनि त्यस्तै गरेर रियो प्लस 15 सम्मेलन चाहिँ कहाँ भयो त? इन्डोनेसियाको बालीमा भयो। इन्डोनेसियाको बाली है, इन्डोनेसियाको बालीमा भयो। र रियो प्लस 20 सम्मेलन भनेको ब्राजिलको रियो डी जेनेरियोमा नै भयो, ब्राजिलको रियो डी जेनेरियो। ल हेर्नुहोस् त, ब्राजिलको रियो डी जेनेरियोमा नै सम्पन्न भयो। हेर्नुहोस् है, यसरी चाहिँ बुझ्नु पर्यो तपाईँलाई। यो रियो प्लस 5, रियो प्लस 10, रियो प्लस 15 र रियो प्लस 20 को कुरा गर्यो भने झुक्किनु भएन अब है। रियो सम्मेलन भएको 5 वर्ष, 10 वर्ष, 15 वर्ष र 20 वर्षको सम्झनामा भएको थियो। र अब तपाईँलाई सोधेको छ कार्बन व्यापारसँग सम्बन्धित, कार्बन व्यापारसँग सम्बन्धित सम्मेलन कुन हो भनेर यो सोधेको छ। ल भन्नुहोस् त को साथीलाई थाहा रहेछ? कार्बन व्यापारसँग सम्बन्धित सम्मेलन रियो प्लस 5 हो कि, रियो प्लस 10 हो कि, रियो प्लस 15 हो कि, रियो प्लस 20 हो? र तपाईँलाई 4वटा विकल्प दियो। कार्बन व्यापारसँग सम्बन्धित, वातावरणसँग सम्बन्धित कार्बन व्यापारसँग सम्बन्धित सम्मेलन भनेर दियो र 4वटा विकल्प दियो। हामी कार्बन व्यापारलाई के भन्छौँ? कोयोटो प्रोटोकल सन्धि भनेर पनि भन्छौँ। अर्थात् कोयोटो प्रोटोकल सन्धि केसँग सम्बन्धित छ? कार्बन व्यापारसँग सम्बन्धित छ। त्यसलाई किन कोयोटो प्रोटोकल भने हो? जापानको कोयोटोमा भएको कारणले गर्दा यसलाई हामी के भन्छौँ? कोयोटो प्रोटोकल सम्मेलन भनेर पनि भन्छौँ है। यही कुरा हो, कार्बन व्यापारसँग सम्बन्धित सम्मेलन भनेको कोयोटो प्रोटोकल सम्मेलन हो, जुन चाहिँ रियो प्लस 5 सम्मेलन पनि भन्छ, जुन चाहिँ जापानको कोयोटोमा भएको कारणले गर्दा यसलाई कोयोटो प्रोटोकल सम्मेलन भनेर पनि भनिन्छ है त। कोयोटो प्रोटोकल भनेर लेख्नुहोस् त, कोयोटो प्रोटोकल सम्मेलन भनेर लेख्नुहोस्, कोयोटो प्रोटोकल सम्मेलन, कोयोटो प्रोटोकल सम्मेलन है। कोयोटो प्रोटोकल सम्मेलन केसँग सम्बन्धित रहेछ? कार्बन व्यापारसँग सम्बन्धित रहेछ है। कोयोटो प्रोटोकल सम्मेलन केसँग सम्बन्धित छ भनेर सोध्यो भने कार्बन व्यापारसँग सम्बन्धित, कार्बन व्यापारसँग सम्बन्धित है। कार्बन व्यापारसँग सम्बन्धित सम्मेलन भनेको चाहिँ के रहेछ? कोयोटो प्रोटोकल रहेछसँग सम्बन्धित छ। कोयोटो प्रोटोकल कहिले भयो? कोयोटो प्रोटोकल सम्मेलनमा चाहिँ नेपालले कहिले, अथवा कोयोटो प्रोटोकल नेपालले चाहिँ कहिले अनुमोदन गर्यो? यस्ता कुरा तपाईँलाई सोधेको छ। कोयोटो अनुसन्धि अथवा कोयोटो सम्मेलन र कोयोटो अभिसन्धि नेपालले चाहिँ कहिले अनुमोदन गर्यो? हेर्नुहोस् दुईवटा। 1997 डिसेम्बर 11, 1997 डिसेम्बर 11 एउटा, यो मिति जान्नुहोस्। सन् 1997 डिसेम्बर 11। अर्को 2005 सेप्टेम्बर 17, 2005 सेप्टेम्बर 17 है। 1997 डिसेम्बर 11 भनेको चाहिँ कोयोटो प्रोटोकल अभिसन्धि, कोयोटो प्रोटोकल अभिसन्धि है, कोयोटो प्रोटोकल अभिसन्धि अथवा सम्झौता है, सम्झौता अथवा हस्ताक्षर। कोयोटो प्रोटोकल सम्मेलनमा चाहिँ हस्ताक्षर जे पनि सोध्न सक्छ तपाईँहरूलाई है। विश्वमा कोयोटो प्रोटोकल अभिसन्धि कहिले भएको थियो हैन? कोयोटो प्रोटोकल सम्झौता कहिले भयो र कोयोटो प्रोटोकलमा हस्ताक्षर कहिले भयो भनेर सोध्यो भने 1997 डिसेम्बर 11 अथवा रियो प्लस 5 सम्मेलनमा भएको रहेछ है। रियो प्लस 5 सम्मेलन कहाँ लेख्नुभयो? जापानको कोयोटो लेख्नुभयो नि हो। रियो प्लस 5 सम्मेलन जापानको कोयोटोमा भयो र त्यही कारणले गर्दा हामी यसलाई कोयोटो प्रोटोकल भनेर भन्छौँ। र कोयोटो प्रोटोकल अभिसन्धि अथवा सम्झौता नेपालले कहिले अनुमोदन गर्यो भनेर सोध्यो भने 2005 सेप्टेम्बर 17 मा नेपालले के गरेको छ? कोयोटो प्रोटोकल सम्झौता नेपालले अनुमोदन कहिले गर्यो भनेर सोध्छ है। नेपालले अनुमोदन चाहिँ सन् 2005 सेप्टेम्बर 17 मा अनुमोदन गर्यो भन्ने कुरा यसरी बुझ्न पर्यो। ल यसलाई कपी गर्नुहोस्।
कार्बन व्यापारसँग सम्बन्धित रियो +5 सम्मेलन केसँग सम्बन्धित छ? कार्बन व्यापारसँग सम्बन्धित छ भन्ने कुरा बुझौँ है। ल मधुजी तपाईँले एकदमै इनफ हुने तरिकाले है, एकदमै इनफ हुने तरिकाले हो, त्यो कारणले गर्दाखेरि चाहिँ त्यो उही मान्न पर्दैन है। त्यो चाहिँ यति मजाले यति पढाएको कुरा पढ्नुहोस्, त्यो अनावश्यक त्यो हेर्नै पर्दैन। ल तपाईँलाई एकदमै पर्याप्त तरिकाले चाहिँ पढाइएको छ। ल अब यसै गरेर लेख्नुहोस् त, दिगो विकाससँग सम्बन्धित राष्ट्रिय सम्मेलन लेखौँ। लक्ष्य चाहिँ भोलि पढौँला। ल दिगो विकाससँग सम्बन्धित राष्ट्रिय सम्मेलन अथवा राष्ट्रिय प्रयास लेख्नु है। राष्ट्रिय प्रयास, दिगो विकाससँग सम्बन्धित राष्ट्रिय प्रयास, दिगो विकाससँग सम्बन्धित राष्ट्रिय प्रयासहरू। ल वातावरण नीति अथवा अवधारणाको सुरु, वातावरण नीति अथवा अवधारणाको सुरु कुन योजनाबाट भयो भनेर तपाईलाई सोध्यो भने नेपालको 6th प्लान 6औं योजनाबाट है, 6औं योजनाबाट। गत वर्ष खरिदारलाई लेभल 2 मा सोध्यो दिगो विकासको अवधारणा कुन योजनाबाट सुरु भयो भनेर सोधेको छ। वातावरण नीतिको अवधारणा अथवा चाहिँ नीति अथवा वातावरणसँग सम्बन्धित कार्यक्रम नेपालको 6औं योजनाबाट सुरु भयो। तर फेरि यसलाई वातावरण प्रभाव मूल्याङ्कन भन्छ। वातावरण प्रभाव मूल्याङ्कन, इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट, वातावरण प्रभाव मूल्याङ्कन, यसलाई चाहिँ अङ्ग्रेजीमा इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट EIA है, वातावरण प्रभाव मूल्याङ्कन इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्टको अवधारणा भनेर भन्यो भने चाहिँ फेरि यसको एन्सर हुन्छ 7औं योजनादेखि है। वातावरण 6औं र वातावरण प्रभाव मूल्याङ्कन चाहिँ 7औं योजनाबाट। अनि त्यसै गरेर दिगो विकासको अवधारणा, कन्सेप्ट अफ सस्टेनेबल डेभलपमेन्ट, दिगो विकासको अवधारणा सुरु कुन योजनाबाट भयो है। कन्सेप्ट अफ सस्टेनेबल डेभलपमेन्ट यो चाहिँ 8औं योजनाबाट भएको थियो। नेपालको 8औं पञ्चवर्षीय योजनाबाट दिगो विकासको अवधारणा सुरु भयो, 8औं योजनाबाट है। अनि त्यस्तै गरेर जैविक विविधता, बायोडाइभर्सिटी, जैविक विविधताको अवधारणा, कन्सेप्ट अफ बायोडाइभर्सिटी, जैविक विविधताको अवधारणा सुरु कुन योजनाबाट भयो भनेर तपाईलाई सोध्यो भने जैविक विविधताको अवधारणा सुरु भनेको चाहिँ 9औं योजनाबाट भयो है, 9औं योजनाबाट भयो। जलवायु परिवर्तन समावेश, जलवायु परिवर्तन नीति समावेश नेपालको कुन योजनाबाट भएको थियो भनेर सोध्यो भने जलवायु परिवर्तन नीति समावेश भनेको चाहिँ 13औं योजनाबाट भएको है। 13औं जलवायु परिवर्तन नीति समावेश नेपालको कुन योजनाबाट भयो हेर्नुहोस् त। वातावरण नीति अथवा वातावरणको अवधारणा 6औं योजनाबाट, वातावरण प्रभाव मूल्याङ्कनको अवधारणा 7औं योजनाबाट, इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट, वातावरण प्रभाव मूल्याङ्कन भनेको विकास गर्दाखेरि वातावरण प्रभाव मूल्याङ्कन गरेर विकास गर भन्छ, त्योमा आधारित विकास भनेको दिगो विकास हो भन्छ होइन। जस्तै चाहिँ जेसीबीले खन्छ, अब जस्तै अहिले त ठाउँ वडा अध्यक्ष मेयरदेखि लगेर सबैका जेसीबी छन्, न त्यसको अध्ययन छ न राम्रोसँग चाहिँ त्यहाँ इन्जिनियरलाई देखाइन्छ। जहाँ पनि चाहिँ जेसीबी चलाएको छ, वन फाटेको छ, त्यही पछि चाहिँ बर्खायाममा के हुन्छ, सबै पहिरोले लान्छ, सबै खसालिदिन्छ। के हुन्छ त्यहाँ चाहिँ दिगो विकास वातावरण प्रभाव मूल्याङ्कनमा आधारित भएन हो। त्यो वातावरण प्रभाव मूल्याङ्कन सुरुमा चाहिँ यसले के इम्प्याक्ट पार्छ त, त्यो इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्टको कुरा चाहिँ पहिलोपटक 7औं योजनाबाट सुरु भयो। दिगो विकासको अवधारणा भनेर सोध्यो भने 8औं, गत वर्ष खरिदारलाई लेभल 2 मा सोध्यो दिगो विकासको अवधारणा चाहिँ 6औं योजनाबाट आयो भनेर भनेको थियो, त्यो गलत भयो। दिगो विकासको अवधारणा 8औं, वातावरणको अवधारणा 6औं र जैविक विविधताको अवधारणा कन्सेप्ट अफ बायोडाइभर्सिटी 9औं, जलवायु परिवर्तन नीति यो चाहिँ क्लाइमेट चेन्जको नीति चाहिँ पहिलोपटक 13औं योजनाले समावेश गरे हो। यो कुरा पनि बुझ्न पर्यो है। ल ठिक छ, यो कुरा चाहिँ ध्यान दिनु पर्यो। अब यो चाहिँ के भयो त, राष्ट्रिय प्रयासहरू भयो। अब जस्तै अब यहाँ कतिपय साथीहरू अब टीएससीको विशुद्ध रूपमा शिक्षक सेवाको तयारी गर्ने साथीहरू त ठिक छ, अब कतै प्रास बिनीको एक्जाम दिने साथीहरूलाई तपाईँलाई वातावरण टपिकमा यस्ता राष्ट्रिय प्रयासहरू भनेर यी कुराहरू लेख्नुहोस् त, कति मजाको बन्छ। अघि जुन अन्तर्राष्ट्रिय प्रयासहरू हामीले के भन्यौँ, रियो सम्मेलनको कुरा गऱ्यौँ, एजेन्डा 21 को कुरा गऱ्यौँ, अनि यसै गरेर चाहिँ यो आवर कमन फ्युचरको कुरा गऱ्यौँ होइन, अनि वातावरण मुद्दासँग सम्बन्धित स्टकहोम सम्मेलनको कुरा गऱ्यौँ। यी कुराहरू लेख्नुहोस् त, कति मजाको चाहिँ बन्छ हो कि होइन। ल अब यो चाहिँ के भयो त, दिगो विकाससँग सम्बन्धित राष्ट्रिय प्रयासहरू अरू के छन्, यो चाहिँ मैले योजनाको कुरा गरेँ। अब अन्य सर्वप्रथम दिगो विकाससँग सम्बन्धित राष्ट्रिय संरक्षण नीति कहिले आयो भनेर सोधेको छ, सन् 1998। लेख्नुहोस् त, सन् 1998 मा
सर्वप्रथम दिगो विकाससँग सम्बन्धित सर्वप्रथम दिगो विकाससँग सम्बन्धित सर्वप्रथम दिगो विकाससँग सम्बन्धित दिगो विकास सम्बन्धी सर्वप्रथम दिगो विकाससँग सम्बन्धित राष्ट्रिय व्यवस्थापन अथवा राष्ट्रिय संरक्षण रणनीति भनेको छ। सर्वप्रथम दिगो विकाससँग सम्बन्धित राष्ट्रिय संरक्षण रणनीति राष्ट्रिय संरक्षण रणनीति है राष्ट्रिय संरक्षण रणनीति चाहिँ कुन मितिमा आएको थियो? सन् 1998 1998 मा रहेछ। अनि त्यस्तै गरेर 2047 सालमा के भयो त? प्राकृतिक तथा सांस्कृतिक स्रोत संरक्षण परिषदको स्थापना भयो। विक्रम सम्वत 2047 विक्रम सम्वत 2047 यो मिति भनेको चाहिँ प्राकृतिक तथा सांस्कृतिक स्रोत संरक्षण परिषद प्राकृतिक तथा सांस्कृतिक स्रोत संरक्षण परिषदको स्थापना सांस्कृतिक स्रोत संरक्षण परिषदको स्थापना नेपालमा कहिले भयो भन्छ? संरक्षण परिषदको स्थापना है परिषदको स्थापना भनेको चाहिँ 2047 सालमा भएको रहेछ। 2050 सालमा के भयो? वातावरण संरक्षण परिषदको स्थापना विक्रम सम्वत 2050 विक्रम सम्वत 2050 मा वातावरण संरक्षण परिषदको स्थापना वातावरण संरक्षण परिषदको स्थापना नेपालमा वातावरण संरक्षण परिषदको स्थापना कहिले भयो भनेर सोध्यो भने 2050 सालमा भयो। 2052 मा के भयो? जनसङ्ख्या र वातावरण मन्त्रालय। 2053 मा के भयो? वातावरण संरक्षण। 2054 मा के भयो? वातावरण नियमावली। त्यो कुराहरू छ, लेख्नुहोस्। अब 2050 मा वातावरण संरक्षण परिषद अनि त्यसै गरेर 2052 विक्रम सम्वत है विक्रम सम्वत 2052 2053 2054 2052 मा चाहिँ वातावरण र जनसङ्ख्या मन्त्रालय वातावरण तथा जनसङ्ख्या मन्त्रालयको स्थापना जनसङ्ख्या मन्त्रालयको वातावरण तथा जनसङ्ख्या मन्त्रालयको स्थापना भयो है 2050 सालमा के अरे 2052 सालमा। 2053 सालमा पहिलो पटक नेपालमा वातावरण संरक्षण ऐन नेपालमा पहिलो पटक कुन सालमा आयो भन्छ? पहिलो पटक नेपालमा